सो हेलो गुड मर्निङ एभ्रिवान, वेलकम ब्याक च्यानल। सबैजना संसार हुन्छ होला। म पनि ठिक छु। अहिले चाहिँ लगभग 8:30-9 बज्न लागिसकेको छ। म भर्खरै आएको वर्कआउटको लागि। अब वर्कआउट गर्छु, त्योभन्दा अगाडि चाहिँ एउटा सानो भिडियो क्लिप बनाइदिउँ भनेर लागेको। तपाईँहरू देख्न सक्नुहुन्छ नारायणी यति बढेको छ। हिजो दिनभरि पानी परेको थियो, अस्ति बेलुका अनि हिजो दिनभरि पानी परेको थियो। अझै आज र भोलि पनि पर्छ भन्ने मैले न्युज सुनेको थिएँ। सबैले सुन्नुभयो होला है त। त खै आज हल्का आकाश खुलिया जस्तो भएको छ, तर पर्ने छाँडकाँड त छ पानीको। त्यसैले म चाहिँ छिटो वर्कआउट गर्छु, सक्छु, अनि एकछिन बस्छु, भिडियो बनाउँछु, त्यसपछि म फर्किहाल्छु त्यतिन्जेलको लागि। बाई। कति बज्यो? 9 बजिसक्यो होला। ल वर्कआउट गरेर सकियो। अब चाहिँ सर्लक्क एकछिन हातमुख धोएर नारायणीको चिसो हावा खाएर आनन्द रिल्याक्स भएर बिस्तारै घरतिर लाग्छु। आहा कति रमाइलो छ, कति शान्त ठाउँ हो। यहाँ फेरि एकजना बुवाले आफ्नो नाति केटालाई खेलाउँदै हुनुहुन्छ। हाय हाय हाय। ल हेर कति रमाइलो छ। स्वर्गभन्दा कम छ त हाम्रो नारायणी। आमा यति चिसो हावा चलेको छ सारा। माहौललाई एकछिन इन्जोय गर्छु, म आनन्द बस्छु। मोबाइल पनि चलाउँदिनँ, भिडियो पनि बनाउँदिनँ, केही गर्दिनँ। जस्ट आई फिल इट। यस्तो चिसो हावा चलेको छ। हिजो दिनभरि पानी पऱ्यो नि त, अस्ति बेलुका हिजो दिनभरि पानी पऱ्यो। आज पनि पर्ने छाँडकाँड त छ, तर नपऱ्यो हुन्थ्यो। मैले 1 बाल्टी लुगा धोएर सुकाएको छु। हिजो दिनभरि पनि त्यस्तै भयो। आज चाहिँ घाम लाग्छ कि भन्ने लागिरह, तर के गर्छ अब, इन्द्रदेवको मर्जी होइन। मेरो मर्जी चाहिँ एकछिन अब यहाँ आनन्द हावा खान्छु। आहा अब चाहिँ 9:30 भइहाल्यो। अब चाहिँ बिस्तारै घरतिर पनि लाग्नु पऱ्यो। हल्का घाम लाग्ला जस्तो भएको छ। म चाहिँ अब हेलमेटमा यो मेरो सबै सामानहरू सेट गर्छु, त्यसपछि बिस्तारै मोटो भ्लगिङमै जाउँला है त। ल जाम बिस्तारै। हेलमेट पनि सेट गरियो। कहाँबाट जाने होला? यहीँबाट झर्नु पऱ्यो। बाटो फेरि यति अप्ठ्यारो छ यो। लड्ने हो कि भन्नुपर्ने। लड्ने हो भने यहाँ कति हजारको चुना लाग्छ। मोबाइल पनि, माइक पनि, हेलमेट पनि, मान्छे पनि। मैले त्यहीँ त्यो बुवाले आफ्नो नातिलाई खेलाउन ल्याएको भनेको थिएँ, सोचेको थिएँ, तर छोरो रहेछ। जस आजको मौसम चाहिँ यस्तो मिठो छ क्या, मलाई अझै बस्न मन लागेको थियो, तर फेरि 9:30 भइसक्यो। तर पानी चाहिँ बढ्यो नारायणी, पुरै धमिलो भयो क्या। पाहाडतिर बेपत्तै ठुलो पानी पऱ्यो होला नि त। मेरो माइकको आवाज कस्तो आएको छ तपाईँहरूले भनिदिनु होला है। मैले अस्ति किनेर लिएर आएको यो माइक, त्यति राम्रोसँग मैले युज गर्न पनि जाने आएन त। तर तपाईँहरूको प्रतिक्रिया चाहिँ दिनु होला। चलो भाइ, बिस्तारै जाउँ आनन्द नाचेर होइन। के छ र, मेरो माइक झर्ने हो कि भन्नुपर्ने कि। माइक सही ठाउँमा लागेको छैन या हो क्या, त्यसैले आवाज अलिकति त्यो तिखो भनौँ कि कस्तो भनौँ, राम्रो अरू भ्लगरहरूको जस्तो क्लियर आएको छैन कि। हुन त उहाँहरू त प्रोफेसनल मान्छे, अब कस्तो माइक युज गर्नुहुन्छ। मेरो चाहिँ अब 4-5 हजारको माइक होइन। बेलुकामा पनि आउनुपर्छ बिस्तारै। बेलुकामा त रनिङ गर्दै आइन्छ। हिजो म बेलुकामा पनि आइनँ, बिहान पनि आइनँ कि, पानी पऱ्यो नि त दिनभरि। त्यसैले आज चाहिँ बिहानै जान्छु। बेलुका त के छ र, पानी पर्न पनि सक्छ भनेर चाहिँ आज बिहानै आएको। खै घाम त लाग्यो, नपर्दै हुन्थ्यो पानी पनि। यो भित्रको मन्दिर पनि तपाईँहरूलाई एक दिनमा दर्शन गराउँछु भनेको, त्यस्तै भएको छ त नि। तर भ्यू चाहिँ, अगाडिको भ्यू चाहिँ यस्तो बवाल देखिएको छ होइन। के माइक खस्यो हो। बच्चाहरू घाँस काटेर फर्केछन्। अब त जाडो लाग्छ बिस्तारै। अब तिहार पछाडि त झ्याप्पै जाडो बढिहाल्छ।
अब चाहिँ एउटा राइडिङ ज्याकेट किन्नुपर्ने छ। त्यसपछि म तपाईँहरूलाई लङ यात्रा पनि गराउनेछु। म प्लान गरिरहेको छु लामो यात्राको लागि, लामो हुन्छ नि त लङ टुरको लागि। अलि म बानी बसेको छैन कि राम्रोसँग भिडियो बनाउने, कुनै ठाउँमा गएर त्यहाँको बारेमा राम्रोसँग एक्सप्लेन गर्ने, त्यो हुन्छ नि त स्टोरी टेलिङ त्यति राम्रोसँग आएको छैन मलाई। त्यसैले म चाहिँ अहिले चाहिँ हालै चाहिँ हाम्रो लोकल एरिया नै घुमफिर गर्छु, लोकल बारेमा, लोकल ठाउँहरूकै बारेमा अलिकति तपाईँहरूलाई ज्ञान दिन्छु, मतलब जानकारी दिन्छु अनि आफूलाई पनि अलिकति इम्प्रुभ गराउने छु। त्यसपछि चाहिँ बिस्तारै बिस्तारै लामो यात्रा पनि गराउँला नि त भन्ने सोच छ मेरो होइन। सो अहिले चाहिँ आफ्नो क्षमताले सकेको लोकल वरिपरि नै हाम्रो लोकल एरियाहरू नै घुमेर तपाईँहरूलाई एउटा भिडियो दिन पाए चाहिँ बिस्तारै बिस्तारै म पनि इम्प्रुभमेन्ट हुन्थेँ। अनि त्यसपछि बिस्तारै बिस्तारै थाहा हुन्थ्यो नि त, आइडिया हुन्थ्यो नि त कसरी भिडियो बनाउनु रहेछ, के गर्ने रहेछ भन्ने कुरा। यो अगाडि बसेको भुइँमा बसेको मान्छे मैले उता भिडियोस क्याममा पनि देखेको थिएँ अघि, बाटोमा सुतेर बसेको थिएँ। अहिले फेरि यहाँ आएर बसेको छ। मौसम चाहिँ आजको यस्तो दामी छ क्या। घर पनि आएन आइ आज जे होस् बेपत्ता घाम चर्कियो। पानी पर्छ 3-4 दिनसम्म भनेर न्युज त सुनेको थिएँ, तर पर्दैन क्या अरे। ठिकै भयो नपरेको पनि। यस्तो घाम चर्किएको छ बाहिर, तपाईँहरूलाई यसो म देखाउँछु। मैले कपडा सुकाएको छु बाहिर। ल के हो, ब्याट्री लो भएछ मेरोमा होला। यस्तो घाम चर्किया। मलाई फेरि बाहिर आएर त्यति बोल्न अलिकति लाज लाग्छ कि। मेरो भाइ ब्रेक लाइट त्यहाँ छ। ओ माई गड। अब चाहिँ खानासाना बनाएर खाएर दिनभरिमा के हुन्छ हेर्दै जाउँ। मैले भन्दा पनि अस्ति म अङ्कलको छोरा र म चाहिँ उतातिर यो हाम्रो क्यान्सर हस्पिटल पानी पोखियो क्या यार, थोरै पानी पोखिएको छ। मैले अस्ति उतातिर जाँदाखेरि दसैँको दिनै होला, दसैँको दिन उतातिर क्यान्सर हस्पिटलतिर भित्र चाहिँ हस्पिटलभित्र एउटा सानो पार्क जस्तो रहेछ, त्यहाँ गइएको थियो। यसो घुमफिर गरिएको थियो, एउटा सानो क्लिप बनाएको थियो, भ्लगिङ नै बनाएको थियो भनौँ न। त्यस्तो खास केही छैन, जस्ट एउटा क्लिप मात्र रेकर्ड गरेको थिएँ। अनि बाटोमा आउँदा चाहिँ सानो सानो क्लिपहरू बनाएको थिएँ। त्यसैलाई ट्याकटुक बनाएर मैले अपलोड गरिदिएको छु, भर्खरै अपलोड गरेको। सबैजनालाई हेर्नु होला होइन। बिस्तारै बिस्तारै म अब कन्टिन्युटी दिन कोसिस गरिरहेको छु। अब बिस्तारै बिस्तारै अब बनाउँछु भन्दा पनि अब बिच बिचमा के हुन्छ कि लथालिङ्ग भइन्छ, बनाउनै सकिँदैन कि। अल्छी गरिन्छ, यो भनिन्छ त्यो भनिन्छ, यताउता के हुन्छ होइन। तर म चाहिँ अब रेगुलरली भिडियो बनाउनु कोसिस गर्नेछु होइन, बनाउँछु, रेगुलरली बनाउँछु। तपाईँहरूलाई म दिनको एउटा ट्याक्क भ्लगिङ दिन कोसिस गर्छु। अब चाहिँ यसो पसलतिर लाग्छु, खाजा खानु पऱ्यो, 4:30 भइसकेको छ। बेपत्तै घाम चर्किएको छ बाहिर निस्किन पनि मन लाग्दैन। यस्तो घाम चर्किएको बाहिर। कपडा सपडा उठाएर अब जानु पऱ्यो। मलाई फेरि बाहिर गएर बोल्नु अलिकति अड्लो लाग्छ क्या। त्यही अझै पनि त्यो कन्फिडेन्स आएको छैन कि मजाले पब्लिकमा गएर खुलेर आफूलाई एक्सप्रेस गर्ने, मजाले बोल्नु त सक्ने भएको छैन। अब बिस्तारै बिस्तारै हुन्छु भन्दा पनि खोइ बिस्तारै बिस्तारै भन्दा पनि अब वर्षौँ नै बित्न लागिसक्यो। खोइ कहिले हो भनेको। मैले रेगुलरली भिडियो नबनाएर पनि हो कि एउटा कुरा त। अब आज बनाउँछु, भोलि बनाउँछु, त्यसपछि 10-15 दिन गायब भइदिन्छु। अनि कहाँबाट अनि त्यो कन्फिडेन्स आउँछ त नि। त्यस्तै भएको छ त नि क्या नि। तर म रेगुलर चाहिँ बनाउँछु। अब अहिले चाहिँ म पसलतिर लागेँ।